ल साथीहरू नमस्ते छ है। म चाहिँ अहिले मोमोको किमाहरू काटेर आएको होइन, हल्का यहाँ हात पनि छिल्यो मोमोको किमा यसो छिल्दाखेरि। अनि आज चाहिँ हाम्रो मोमो खाने प्लान छ फुपू घरमा, चिकन मोमो। अनि त्यही हो, अहिले अलिकति किलाहट्टा जाने काम छ पहिला हाम्रो होइन। अहिले चाहिँ उयो मतलब किमाहरू चाहिँ उयो गरेर आएको, किमा भनौँ यो जे पनि। अहिले चाहिँ हामी जान्छौँ किलाहट्टा। अलिकति त्यो बहिनीको आधार कार्डहरू निकाल्नु छ त, अलिकति यो घरमा अर्कै राख्ने अरे, यसले लिएर अर्कै जाने अरे नि त, त्यसैलाई नै आधार कार्ड जानु छ। अनि के हो भन्दाखेरि कुरा चाहिँ भोलि हाम्रो गाउँबाट दुईजना बहिनीहरू बाहिर जाँदैछ। अनि उनीहरूको फ्लाइट भोलि बिहानको होला। अनि बिहान सायद हामी पुऱ्याउनु पनि जान्छौँ। बिहानको फ्लाइट हुनाले हेर्दाखेरि अनि उसले मोमो बनाएको चाहिँ मलाई धेरै धेरै मनपर्छ होइन। जहिले पनि उसले बनाउँछ, मेरो घरमा ल्याइदिन्छ, म हेल्प गर्नु पनि जान्छु। हामी कहिले मिलेर पनि खान्छौँ, कहिले उसले आफै बनाएर पनि ल्याइदिन्छ होइन। अनि उसले मोमो बनाएको चाहिँ धेरै मनपर्छ। अनि मैले हिजो उसलाई रिक्वेस्ट गरेको थिएँ, बुनु मोमो बनाऊ न, लास्ट टाइम एकपल्ट जाने बेला मोमो चाहिँ खिलाएर जानु ल भनेको थियो। अनि आज चाहिँ हामी बनाउँदैछौँ होइन। हेर्नु साथी, भर्खरै बनाएर आएको, अलिकति यहाँ छिल्ली गएको छ हो। अनि त्यही हो, अब किलाहट्टा जाने। किलाहट्टा पनि केही न केही त खाइन्छ होला होइन साथीहरू। ल है साथी, म चाहिँ एकदम रेडी भइसक्यो होइन। अलिअलि मुख मात्रै धोइदिएको, मान्छे त ह्यान्डसम नि यार। यहाँ हाम्रो सुजन छ, यहाँ हाम्रो सुजन मेरो छिमेकी भाइ होइन। यसले एफसी गेम खतरा खेल्छ हो यसले, फेरि मोस्ट डेन्जरस प्लेयर एफसी गेमको होइन। ल म चाहिँ अब किलाहट्टा गएको लाग्यो है साथी हो, स्कुटीमा जान आँटेको है। हाम्रो यहाँ चाहिँ एकदम जेट स्ट्यान्डर रेडी छ होइन। यता माइला ये मुंह से सुपारी निकाल के बात कर रहे बाबा। ला यता हाँ के अरे। ल साथीहरू, हामी अहिले किलाहट्टा आएको छौँ होइन। यहाँ हुनुहुन्छ हाम्रो प्रतीक्षा दिदी, यता हुनुहुन्छ दिया दिदी त देख्दैन, तर आज दिया दिदी र प्रतीक्षा दिदीको एकदम लास्ट दिन होइन। मर्नु आँटेको छ होइन, बाहिर जानु आँटेको छ। भोलिको फ्लाइट सँगै उडेर जान्छ साउथ इन्डिया। अनि हामी चाहिँ यहाँ चाउमिन खाइसक्यौँ होइन। मैले 2 प्लेट चाउमिन खाएँ, दिया दिदीले पनि 2 प्लेट खायो, प्रतीक्षा दिदीले 3 प्लेट खान्छ अब। अनि यहाँनिर हेर्न न के भन्छ त्यसले, पकौडा खायो, मासुको पकौडा, चिकन पकौडा। ल हाई गर्दो ल। फेरि अर्डर दिएको छ प्रतीक्षा दिदीले, अझै खान्छ नि अरे होइन। ल साथीहरू, हामी चाउमिन र पकौडा खाएर अहिले एउटा क्याफेमा आएको छौँ, किलाहट्टा बापिदाको क्याफे होइन। अनि यहाँ चाहिँ काम चल्दैछ है। यहाँ हाम्रो बापिदा हुनुहुन्छ। अनि हामी चाहिँ अलिकति डकुमेन्ट उयो गर्न आएको होइन। भोलि बहिनीहरू जाँदैछ, अनि उनीहरूको लागि है आधार कार्ड र पेन कार्ड निकाल्न आएको। ओरिजिनल चाहिँ घरमा राखेर, अनि त्यो ओरिजिनल त बाहिर लगेर लगाउनु भएन नि त, बाइचान्स हरायो भने बादमा फेरि ठुलो प्रब्लम हुन्छ। त्यही भएर एउटा काम चलाऊ डकुमेन्ट चाहिँ होइन। अहिले हामी छौँ किलाहट्टा बापिदाको दोकान। तपाईँलाई नै केही अनलाइन कामहरू गर्नु छ भने यहाँ आउनु होला किलाहट्टा। ब्याङ्कदेखिको ठिक ब्याङ्कको अपोजिट साइड छ होइन, सेन्ट्रल ब्याङ्कको यता साइडमा बापी स्टोर, बापी क्याफे जे भन्दा नि हुन्छ। के छ दोकानको नाम के होइन, त्यही छ दोकान, आउनु होला है। ल साथी हो, अहिले चाहिँ हामी किलाहट्टाबाट आइसकेको छौँ होइन। अनि म चाहिँ अलिकति बेलुका फुटबल खेल्ने गएको थिएँ। अब अलिकति बहिनी घरतिर गएर अब मोमो बनाउनु सघाउनुपर्छ है। अब जान्छु म। ल साथी, म त यहाँ मोमो बनाउने हेल्प गर्न आएको। पाकी पो सकेको छ अरे। अब कस्तो रमाइलो कुरा होला सोच्नु त। अब पाकिसकेको रहेछ हो, यो स्कुटीभित्र ओर्लिनु अरे। अनि मलाई यहाँ पस्केर ल्याइदिँदैछ प्लेटमा हालेर मोमो। अब खानुपर्छ है साथीहरू। ल है साथीहरू, यहाँ मोमो आइसकिसक्यो होइन। अब म चाहिँ यहाँ खाना लागेको मोमो। हाम्रो प्रतीक्षा दिदीले लास्ट टाइम खुवाउनु भएको होइन।
भोलि जाँदैछन् अनि यहाँ हल्का प्याकिङ पनि हुँदैछ लुगा एक त बिक्रिङ बाख्राम भइरहेको छ होइन प्याकिङ हुन्छ यहाँ खाजा भुजा के बोकेको छ हो अहिले चाहिँ मोमो खान आँटेको उसले मोमो बनाएर एकदम धेरै धेरै मलाई मिठो लाग्छ हो मोमो चाहिँ हेर्नु यहाँ होइन यहाँ अलिकति फुपा चाहिँ बिमारी हुनुहुन्छ अनि त्यसको लागि चाहिँ फुपालाई आँटाको बनाइन्छ अनि मलाई चाहिँ स्पेसली मैदाको बनाइदिएको छ बहिनीले हो अब भोलि गइहाल्छ लास्ट टाइम खाइदिउँ बहिनी खाएको छु होइन साथी हो अब म खानु लागिरहेको छु होइन खाँदै गरेको देखाउनु मलाई अलिक लाज लाग्छ हो नरिसाउनु होला है साथी हो ल है साथीहरू हामी अघि दिउँसो किलाहट्टा नि गएर आएँ होइन अनि किलाहट्टा गएर आएर फेरि मलाई नक्सल जानु पऱ्यो एकदम इमर्जेन्सीले अनि किन नक्सल जानु पऱ्यो भन्दाखेरि त्यो बुनुको एटिजी अलिकति सानो भएको थियो अनि त्यसले गर्दाखेरि अलिकति ठुलो एटिजी हामीले किन्न गएको थियौँ अनि अहिले किनेर आएर त बहिनीलाई प्याकिङ गर्नु पनि हेल्प गरिदिउँ त्यो बहिनीको भोलि 10 बजीको फ्लाइट छ सायद म पनि जानु सक्छु होला एयरपोर्ट अनि आजको भ्लग तपाईँलाई कस्तो लाग्यो होइन आजको भ्लग तपाईँलाई कस्तो लाग्यो अनि यहाँ दाजु चाहिँ मुद्दैछ हो अनि आज क्या बात है सर क्या बात है सर क्या बात ये बात है अरे सर आजको भ्लग कस्तो लाग्यो तपाईँलाई कमेन्टमा बताउनु होला है भाइ साथीहरू को शेट ठोक दीजिए महाकाल का दबा के लाकर शेट ठोक दीजिए 5000 लौटे दिख जाना चाहिए ये 4000 के लिए मैं यहाँ पे नहीं खड़ा हूँ